प्रधानमन्त्री बालेनले सचिवहरूलाई भने कानुन देखाएर काम नपन्छ्याउनुहोस्, मन्त्रीहरूलाई नपढाउनुहोस्। 550 भन्दा बढी सरकारी कार्यालय खारेज हुने सम्भावना। 3 पूर्व प्रधानमन्त्री, 2 पूर्व मन्त्री र 3का परिवारको सम्पत्तिमाथि छानबिन सुरु। पूर्व मन्त्री खड्कालाई 7 दिन हिरासतमा राख्न अनुमति। ओली लेखकलाई 5 दिनसम्म म्याद थप। महेश बस्नेतलाई समात्न प्रहरी परिचालन। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो शासकीय सुधार सम्बन्धी 1049 पेजको प्रतिवेदन। ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा सञ्चालनमा सरकारले लगायो रोक। रवि लामिछानेको मुद्दामा फेरि सुरुबाटै बहस। यसरी हुन्छ पूर्ण इजलासको सुनाई। काङ्ग्रेस किचलो। देउबा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि अनुशासन समितिको बैठक आह्वान। नमस्कार, नेपाली न्युज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। देश विदेशका खबर लिएर आज पनि उपस्थित भइसकेका छौँ। हाम्रो मेहनतका लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी कहाँबाट हेरिरहनु भएको छ र हाम्रा सामग्रीहरू कस्ता हुनुपर्छ कमेन्ट गर्न नभुल्नुहोला। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन र शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा सबै सचिवहरूलाई बोलाएर निर्देशन दिएका थिए। नवनियुक्त प्रधानमन्त्रीले शपथ लगत्तै सचिवहरूलाई के निर्देशन दिए भन्ने बारे सर्वसाधारणमा मात्र होइन, निजामती सेवाकै तल्लो तहका कर्मचारीले पनि चासो छ। प्रधानमन्त्रीले निर्देशन के दिएका थिए भन्ने बारेमा हामीले विभिन्न मन्त्रालयमा रहेका सचिवहरूसँग कुराकानी गरेका थियौँ। उनीहरूले नाम उल्लेख नगर्ने शर्तमा दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले मन्त्रीहरूले भने अनुसार काम गर्न सचिवहरूलाई निर्देशन दिएका छन्। सरकारको गति, मर्म र निर्देशन अनुसार काम गर्न नसक्ने हो भने मार्ग प्रशस्त गरिदिन पनि उनले भनेका छन्। त्यस्तै मन्त्रीहरूले काम लगाउँदा नियम कानुन देखाएर पन्छ्याउने वा मन्त्रीहरूलाई पढाउने काम नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्। सचिवहरूसँग प्रधानमन्त्री बालेनको कुराकानी निकै छोटो समय चलेको थियो। उक्त बैठकमा सचिवहरूबाट आफ्नो कुरा राख्ने काम भएन। प्रधानमन्त्रीले एकहोरो निर्देशन दिएको र त्यो बैठक निकै छोटो समय चलेको सचिवहरूले बताएका छन्। सरकारले दोहोरो तेह्रो कार्यक्षेत्र भएका करिब 550वटा कार्यालय खारेज गर्ने सम्भावना देखाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न समयमा गठित कार्यदल, आयोग र समितिहरूको सिफारिसको आधारमा दिएको सुझाव कार्यान्वयन भए एकै पटक यति धेरै सङ्ख्याका सरकारी कार्यालयहरू खारेज हुने सम्भावना देखिएको हो। यी कार्यालयहरूको खारिजीसँगै करिब 22,000 कर्मचारीको दरबन्दी पनि कटौती हुने अनुमान गरिएको छ। प्रधानमन्त्री कार्यालयमा खारेज हुनुपर्ने सम्भावित कार्यालयहरूको विवरण यसअघि नै सकेको छ। त्यसैको आधारमा सरकारलाई सुशासन मार्गचित्र सुझाव दिएको प्रधानमन्त्री कार्यालयका एक सहसचिवले बताए। सरकारले हालै जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुँदा नम्बर 114मा यो परेको छ। उक्त बुँदामा सङ्घ, प्रदेश तथा स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड र 15 दिनभित्र तर्जुमा गरी स्वीकृत गर्ने उल्लेख छ। सङ्घ, प्रदेश र स्थानीय तहमा समान प्रकृतिका कार्यालय र एउटै काममा दोहोरो तेह्रोपना भएका कार्यालयलाई गाभ्ने नीति बनाई सुशासन मार्गचित्र तयार गरिएको ती सहसचिवले बताए। नेपाल प्रहरीले 3 पूर्व प्रधानमन्त्री, 2 पूर्व मन्त्री र 3का परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरी स्रोतका अनुसार पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउबा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, 2 पूर्व मन्त्री आरजु राणा देउबा र दीपक खड्का तथा उनीहरूको परिवारले चल अचल सम्पत्ति र आम्दानीको स्रोतको विस्तृत छानबिन अघि बढाएको हो। यस क्रममा पूर्व मन्त्री आरजु राणाका भाइ भूषण राणामाथि पनि अनुसन्धान भइरहेको छ। सो अनुसन्धानकै क्रममा आइतबार बिहान पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढा नीलकण्ठ स्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा खड्कालाई नियन्त्रणमा लिएको र आजै जिल्ला अदालतमा 7 दिन हिरासतमा राख्ने अनुमति लिएको छ। जिल्ला अदालत काठमाडौँले आइतबार पूर्वमन्त्री खड्कालाई 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई आइतबार बिहान पक्राउ गरेको थियो। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखकलाई अनुसन्धानका लागि 5 दिन म्याद थप भएको छ। जेन्जी आन्दोलनका क्रममा शनिबार पक्राउ परेका उनीहरूलाई काठमाडौँ जिल्ला अदालतले आइतबार 5 दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो। अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार ज्यान सम्बन्धी कसुरमा दुवैजनालाई 5-5 दिन म्याद थप भएको छ। साथै ओलीको स्वास्थ्य अवस्था पनि ख्याल गर्न अदालतले आदेश दिएको छ। शनिबार पक्राउ परेपछि ओलीको स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई त्रिवी शिक्षण अस्पतालमा राखेर उपचार गरिरहेको छ भने लेखकलाई महाराजगञ्ज स्थित प्रहरीको 2 नम्बर गढमा राखिएको छ।
नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी राधिका साक्यले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट आज सुनवाई हुने भएको छ। आधिकारिक रूपमा जाँचबुझ आएको प्रतिवेदन सार्वजनिक नभई पक्राउ परेर थुनामा राख्ने कार्य गैर कानुनी र पूर्वाग्रही रहेको दाबी साक्यको रिटमा छ। सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिटमा सुनवाईका लागि चैत 16 गते सोमबारको पेशी तय भएको छ। आज रिट निवेदकका तर्फबाट सर्वोच्चमा बहसपछि ओलीको थुनाबारे टुङ्गो लाग्नेछ। सुझावका आधारमा पक्राउ पर्ने कार्यले स्वतन्त्रताको मौलिक हक हनन हुने दाबी रिटमा गरिएको छ। नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी परिचालन भएको छ। आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ। यता सुरक्षा खतरा बढेपछि च्यासल स्थित एमाले पार्टी कार्यालयमा भातृ संगठन राष्ट्रिय युवा सङ्घका नेता तथा कार्यकर्ता ठूलो सङ्ख्यामा भेला भएका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सुशासन मार्गचित्र 2082 सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। कार्यालयको वेब पोर्टलमा आइतबार प्रतिवेदन सार्वजनिक गरिएको जिन्जी आन्दोलनको माग र भावना अनुसार शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको शासकीय महाशाखा हेर्ने सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा गठन गरिएको समितिले सुझाएको प्रतिवेदन सार्वजनिक गरिएको। समितिले चैत 3 गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो। सोही 1049 पेजको प्रतिवेदन सार्वजनिक गरिएको प्रतिवेदनमा 1765 वटा सुधार गर्नुपर्ने विषयहरू समावेश छन्। सरकारले आगामी शैक्षिक सत्रदेखि विद्यालय तथा उच्च शिक्षाका लागि सञ्चालन गरिने प्रवेश परीक्षा तयारी र ब्रेच कोर्सका कक्षाहरूलाई पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै 2083 साल वैशाख 1 गतेदेखि यस्ता कार्यक्रमहरू बन्द गर्न निर्देशन दिएको हो। प्रवेश परीक्षा तथा ब्रेच कोर्सका नाममा सञ्चालित कक्षाहरूले अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थपेको र विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पारेको भन्दै यस्ता कार्यक्रममा रोक लगाउने सरकारले निर्णय गरेको हो। यदि कसैले निर्देशन विपरीत यस्ता कार्यहरू सञ्चालन गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रावी लामिछानेको मुद्दा संशोधन विवादलाई सर्वोच्च अदालतको इजलासले आइतबार पूर्ण इजलासमा पठाउने आदेश दिएको छ। न्यायाधीश विनोद शर्मा र अब्दुल अजिम मुसलमानको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएपछि अब यो विवाद सुरुवातबाटै सुनवाई हुने भएको छ। संयुक्त इजलासबाट राय बाँझिएका वा गम्भीर कानुनी व्याख्या हुनुपर्ने अवस्थामा मुद्दाहरू संयुक्त इजलासबाट पूर्ण इजलासमा पेश गर्न आदेश दिने अभ्यास छ। 3 वा त्यसभन्दा बढी न्यायाधीशहरू संलग्न इजलासलाई पूर्ण इजलास भनिन्छ। जटिल कानुनी प्रश्नहरूसँगै प्रधान न्यायाधीशहरूले तोकेका महत्त्वपूर्ण मुद्दाहरू पनि पूर्ण इजलासमा सुनवाई हुन्छ। कानुनी प्रश्न वा सिद्धान्तको महत्त्वपूर्ण प्रश्न समावेश भएको विषय पनि पूर्ण इजलासमा पठाउने अभ्यास छ। पक्ष विपक्षको बहस सुन्ने, प्रमाण बुझ्ने र निर्णय दिने प्रक्रिया पूर्ण इजलासमा गर्ने गरिन्छ। लामिछानेको मुद्दा संशोधन विवादमा दायर भएको रिट निवेदनमा अब सर्वोच्चको पूर्ण इजलासमा दुवै पक्षका कानुन व्यवसायहरूले अब फेरि सुरुबाट बहस गर्नेछन्। सुरुमा रिट निवेदकका तर्फबाट बहस पैरवी हुनेछ, त्यसपछि सरकारी वकिलहरूले बहस गर्नेछन्। तत्कालीन महान्यायाधिवक्ता र लामिछानेको तर्फबाट पनि पूर्ण इजलासमा सुनवाई हुनेछ। न्यायाधीश शर्मा र मुसलमानको संयुक्त इजलासमा रिट निवेदक र विपक्षी गरी 15 जना भन्दा बढी सरकारी र प्राइभेट वकिलहरूले बहस गरेका थिए। पूर्ण इजलासमा संलग्न न्यायाधीशहरूको सर्वसम्मत वा बहुमत भएको अवस्थामा 2 जना न्यायाधीशहरूले निर्णय पनि सदर हुन्छ। तत्कालीन महाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरुद्ध काठमाडौँ, कास्की, पर्सा र रूपन्देही जिल्ला अदालतमा दर्ता भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद सर्वोच्चमा पुगेको थियो। समाचारको अन्त्यमा काङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउबा पक्षले आगामी मङ्गलबार समूहको बैठक बोलाएको छ। बैठकमा तत्कालीन केन्द्रीय कार्य समितिमा रहेका देउबा पक्षीय पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ। देउबा पक्षीय नेता रामहरि खतिवडाका अनुसार टेलिफोनबाटै बैठकमा उपस्थित हुन भनिएको छ। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, काङ्ग्रेसका नेता एवं पूर्व मन्त्री रमेश लेखक र अर्का पूर्व मन्त्री दीपक खड्कालाई पक्राउ र फागुन 21 मा सम्पन्न निर्वाचनमा भएको हारको समीक्षा गर्ने उल्लेख छ। ओली र लेखक पक्राउको विषयमा पार्टी संस्थापन र देउबा पक्षले अलग अलग विज्ञप्ति मार्फत धारणा सार्वजनिक गरेका थिए। संस्थापन पक्षले गत 23 र 24 भदौमा दुवै घटनाका दोषी उप विधि र प्रक्रिया सम्मत तरिकाले हुने कारबाहीमा पार्टीको साथ रहने विज्ञप्तिमा उल्लेख छ। यस्तै
देउबा पक्षले ओली र लेखक पक्राउ राजनीतिक प्रस्तुत भन्दै त्यसको प्रतिवाद गर्ने जनाएको छ। देउबा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि काङ्ग्रेस संस्थापन पक्षले बुधबार केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। देउबा पक्षको बैठकको भोलिपल्ट अर्थात् बुधबार दिउँसो 1 बजे बस्ने बैठकमा देउबा पक्षबाट भएको गतिविधि र निर्वाचनमा भएको अन्तर्घातबारे छलफल केन्द्रित हुने उल्लेख छ।